Guys, welcome back to my another video. Guys, के छ त नि अझै सन्चै हुनुहुन्छ होला हैन म पनि एकदमै सन्चै छु सो धेरै दिनबाट चाहिँ आज चाहिँ ब्लग हाले सो बनाउन पाइनु होला ब्लग एक्जाम चालु भइराछ पढ्नु पर्यो नि त गाइस कहाँ हुन्छ यस्तो ब्लग मात्र बनाएर सबैबाट मिल्दैन यार गाइस अहिले चाहिँ हामी जाँदैछौँ 7 नम्बर सो सुमित र्यापर एउटा र्याप हान्दिनु पर्यो हिँड्दै बाटोमा जो गर्न खोज्छ यार राम्रो काम त्यही नर्क जान्छ मेरो बानी बेहराले या सब कुरा फरक पार्छ जब हान्न थाल्छु र्याप 81 रको ताछ किनकि मेरो कहानीको सुरुवात भयो गल्ली र सडकबाट कसैलाई मद्दत मागेन गाइज सुमितको र्याप चाहिँ कस्तो लाग्छ हो गाइज तपाईहरुलाई यहाँ ठ्याक्क कमेन्ट बक्समा पनि भनिदिनु होला अनि सुमितको चाहिँ धेरै नाक फुरिसक्यो हैन अब नयाँ गीत आउँछ होला सायद यस्तै मुस्कुराउन लाग्छ हैन त्यही हो गाइस आउँछ सुमितको र्याप जल्दी नै अनि चल्दिने हो पल्दिने हो कि नै गाइस ट्याक्क लाएर चस्मा हान्दै जाँदै हामी बजारतिर इधर सुनो आप इतने गोरे और चिट्टे कैसे हुए शराब लवली लगाते हैं ना हम शराब लवली लगाते हैं ना हम लवली लगाते हो कितने लगाते हो शेयर लवली दिन के 2-3 शेयर लवली लगाउनुहोस् गाइज शेयर लवली लगाएर अगाएको मान्छे हो यो अहिले चाहिँ मुदर्शन खान्छ मुदर्शन अहिले चाहिँ मुदर्शन खान्छ मुदर्शन क्या खान्छ मुदर्शन मुदर्शन ल गाइज हाम्रो भाइ मिस्त्री बनिया छ नलकाको सोलुसन यस्तै बिग्डिरहेछ बनाएर यहाँ ल्या चिप्किने न यहाँ त ल्या हट्न म जान्नु मैले अस्ति बनाए त हो भाइ यार सुमितको चर्चा र्यापरको यसपालि तर सुमित र्यापरको तारिफ चाहिँ यहाँ धेरै भइसकेको छ सुमितको सङ भाइरल भयो फाइनली गाइज अहिले चाहिँ ट्याक्कै सुमितको कमराभित्र छौँ यहाँ सो सर सुमित आफ्नो गीत लेख्दैछ भन्नाले कि अब इक्जाम पछि लेख्छ सो कस्तो लाग्छ मेरो च्यानलबाट आउँछ होइन सन्देश ब्लगर ट्याक्क पारेर सो हाम्रो मिनी बुस्ट भन्ने ट्याक्कै यो बुफर छ यहाँनिर हाल ए भाइ आइज चल लान्दे ओ अर्का कुल्लुडी के अरे कुल्लुडी ओमा ब्याक फ्लिप त यो नमु के अरे नमेश यो राइडर कसको साइकल हो यो तेरो त्यो कहीँ गयो त्यो आलो तिनले तैँले किनिन गाइस यो ब्लग चाहिँ यति नै हुन्छ सो मन परेमा लाइक शेयर सब्सक्राइब गरिदिनु होला अनि मेरो च्यानलमा जो नयाँ हुनुहुन्छ उले सब्सक्राइब गरेर बेल आइकनमा अलमा दब्नु होला र यस्तै भिडियो आउँदै राख्छ त्यसको लागि चाहिँ च्यानल सब्सक्राइब गर्नुपर्छ ल अर्को भिडियोमा भेट्नुपर्छ बाई